नमस्ते, तपाईहरुलाई स्वागत छ हाम्रो यो च्यानलमा। आज चाहिँ हामी 2079 सेट ओ क्वेशन नम्बर 14 पाना नम्बर 168 ओल्ड इज गोल्ड अस्मिता पब्लिकेसनको किताबबाट गर्न जाँदैछौँ। यो क्वेशनमा चाहिँ हामीलाई पीएल एप्रोप्रिएसन अकाउन्ट सोधेको छ र ब्यालेन्स सिट सोधेको छ। हामीले यो भन्दा अघिल्लो भिडियोमा चाहिँ ट्रेडिङ अकाउन्ट, पीएल अकाउन्ट र पीएल एप्रोप्रिएसन अकाउन्ट बनाउन सिकिसकेका छौँ कि हैन साथीहरु? सिकिसकेका छौँ। अब आजको यस भिडियोमा चाहिँ हामी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट र ब्यालेन्स सिट सिक्न चाहदैछौँ। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। ल 12 कक्षाको म्यानेजमेन्ट अन्तर्गत क्लास 12 को एक्जामको प्रिपरेसन गरिरहनु भएको साथीहरुले यो भिडियो एकदमै ध्यान दिएर हेर्नु होला। यदि काहीँ कतै बुझ्नुहुन्न भने हामीलाई कमेन्टमा भन्नु होला। ल यो सुरु गरौँ। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टमा हामीले के गर्छौं रे? डेबिट साइडमा हिजो भनेको थिएँ नि मैले, के गर्छौं हो हामीले बाँड्ने पैसाहरु यहाँ चढाउँछौं हैन। काकाबाट पैसा छुट्याउने पैसा यहाँ चढाउँछौं। यहाँ क्वेशनले हामीलाई के भने प्रोपोज डिभिडेन्ड भने हैन। भनेपछि टु प्रोपोज्ड डिभिडेन्ड कति छ? प्रोपोज डिभिडेन्ड 80,000। ल हेरौँ त। अब सेकेन्डमा ट्रान्सफर टु जनरल रिजर्भ भनेर यहाँ 20,000 रुपैयाँ दिएको छ कि हैन? एडिसनल इन्फर्मेसनमा हाम्रो यहाँ माथि पनि जनरल रिजर्भ भनेर 1,20,000 रुपैयाँ दिएको छ। यहाँ हेरौँ त, हेर है नम्रता, 1,20,000 रुपैयाँ दिएको हो हेर है। 1,20,000 रुपैयाँ दिएको छ। यो अवस्थामा हामी एडिसनल इन्फर्मेसनको चाहिँ चढाउने हो टु ट्रान्सफर टु जनरल रिजर्भ अथवा जे भन्दा पनि भइहाल्यो है। ट्रान्सफर टु जनरल रिजर्भ कति पैसा? 20,000 रुपैयाँ। अब यो पैसा दिनको लागि हामीलाई के गर्नुपर्छ? नेट इन्कम त हुनु पर्यो। यो वर्ष पनि नेट इन्कम भाउन सक्छ, क्वेशनले अघिल्लो वर्षको पनि नेट इन्कम दिएको हुन सक्ने भयो कि हैन? अघिल्लो वर्षको नेट इन्कमलाई हामी के भन्छौं? ब्यालेन्स गरेर लिएर आउने हो कि हैन? बाई ब्यालेन्स बीडी। बाई ब्यालेन्स बीडी कति? अब कुन चढाउने यहाँ? हजुर 37,000। किन त भन्दाखेरि ओपनिङ रिटेन अर्निङ भनेको नबाडिकन राखेको पैसा भन्न खोजेको। ल यहाँ के पनि दिन सक्ने रहेछ, पीएल अकाउन्ट पनि दिन सक्छ नि त हैन? हिजो गरेको क्वेशनमा हाम्रो के थियो? पीएल अकाउन्ट थियो। तर यो क्वेशनमा हामीलाई के देखा? रिटेन अर्निङ भनेर दिएको छ। कति? 37,000। अब यो वर्षको हामीलाई नेट इन्कम पनि त चाहियो, नेट प्रॉफिट चाहियो हैन? यो वर्षको नेट प्रॉफिट कति छ? 80,000। अब ब्यालेन्स गरिदिनुस् कति आयो? 80 117,000। यतापट्टि पनि 117,000। टु के भन्छौँ यसलाई हामी? टु ब्यालेन्स सिडी। सर हामी त अलमल्ल पर्यो भनेर सोचिरहनु भयो होला है। यदि तपाईहरुले अलमल्ल पर्नु भएको छ भने हामीले यही फाइनल अकाउन्टकै त्यहाँ सिरिज बनाएर हालेको छौं। फर्मेट देखि लिएर ट्रेडिङ अकाउन्ट देखि लिएर पीएल अकाउन्ट देखि लिएर पीएल एप्रोप्रिएसन कसरी बन्छ भन्ने कुरा हामीले सबै हालेको छौं। त्यो भिडियो हेरेर चाहिँ आउनु होला है। टु ब्यालेन्स सिडी कति छ? ब्यालेन्स सिडी कति पुगेन? 1 लाख भनेपछि 17,000। ल यो 17,000 चाहिँ हाम्रो के रहेछ? टु ब्यालेन्स सिडी रहेछ हैन? अब हामी के बनाउने हो? ल ब्यालेन्स सिट बनाऊ। ल ब्यालेन्स सिट गरौँ है। अब तिमीहरुलाई म के भन्छु भने ब्यालेन्स सिट गर्दाखेरि चाहिँ हाम्रो फर्मेट त क्यापिटल प्लस लायबिलिटीज अमाउन्ट एसेट्स अमाउन्ट हुन्छ हैन? माथि ब्यालेन्स सिट अफ अ कम्पनी हैन? एज अन डट डट क्वेशनमा दिएको डेट लेख्दियो भइहाल्यो। ब्यालेन्स सिट गर्दाखेरि चाहिँ कुन चाहिँ पट्टिबाट सुरुमा गर्ने भन्दाखेरि एसेट साइडबाट गर्ने। सर एसेट साइडबाटै गर्नुपर्ने हो? होइन, गर्न यतापट्टिबाट गरे नि भयो। क्यापिटल प्लस लायबिलिटीज पट्टिबाट गरे नि भयो, एसेट साइडबाट गरे पनि भयो। तर गर्दाखेरि चाहिँ एसेट साइडबाट गर। किन त भन्दाखेरि एसेट्स तिमीहरुले इजिली छुटाउन सक्छौ। छुट्याउन त लायबिलिटीज अथवा क्यापिटलहरु पनि तिमीहरुले छुट्याउन त सकि नै हाल्छौ। तर यतापट्टिबाट गर्दाखेरि कन्फिडेन्ट अलिकति बढी आउँछ। कन्फिडेन्ट हुन्छ नि, अलिकति बढी चाहिँ आउँछ के। अब यो एसेट साइडमा
एफआईसी अन्तर्गत जाउँ। एफ भनेको सुरुमा के चढ्छ पुरा? फिक्स्ड एसेट्स। फिक्स्ड एसेट्स भनेको के हो? सम्पत्ति त हो नि। एसेट्स भने नि सम्पत्ति हो नि। हो, फिक्स्ड एसेट्स भनेको त्यस्तो सम्पत्ति जसलाई चाहिँ क्यासमा कन्भर्ट गर्नको लागि 1 वर्षभन्दा बढी समय लाग्छ अथवा लाग्न सक्छ। त्यस्तो खालको सम्पत्तिलाई चाहिँ हामी फिक्स्ड एसेट्स भन्छौँ। ल, यो फिक्स्ड एसेट्स चाहिँ हेरौँ त। माथिबाट आउँ है हेर्दै। यो प्रोपोज डिभिडेन्ड र ट्रान्सफर टु जनरल रिजर्भ एसेट्स हुँदै होइन, त्यही भएर मैले यसलाई छोपिदिइहालेँ है। प्लान्ट एन्ड मेसिनरी फिक्स्ड एसेट्स हो? हो, प्लान्ट एन्ड मेसिनरी फिक्स्ड एसेट्स हो। ल, प्लान्ट एन्ड मेसिनरी कति हो एमाउन्ट? 4,60,000। अब बिल्डिङ फिक्स्ड एसेट्स हो कि होइन? ल, बिल्डिङ पनि बिल्डिङ फिक्स्ड एसेट्स कति? 6 लाख। ब्याङ्क ब्यालेन्स फिक्स्ड एसेट्स हो? होइन। किन त भन्दाखेरि यो 1 वर्ष नि के उस्तै गऱ्यो भने होइन 1-2 दिनमै क्यासमा कन्भर्ट भइहाल्छ। डेप्टर फिक्स्ड एसेट्स होइन। प्रिपेड इन्सुरेन्स फिक्स्ड एसेट्स होइन। क्लोजिङ स्टक होइन। यतापट्टि एसेट्सको त दिएको छैन। सेयर क्यापिटल, जनरल रिजर्भ, क्रेडिटर, नेट प्रॉफिट, ओपनिङ रिटर्न अर्निङ, लङ टर्म लोन। ल, फिक्स्ड एसेट्स यति रहेछ। अब फिक्स्ड एसेट्स चढाइसकेपछि हामी चढाउनु भनेको इन्भेस्टमेन्ट हो। इन्भेस्टमेन्ट चढाउँदाखेरि क्वेसनले नै तिमीहरूलाई इन्भेस्टमेन्ट भनेरै दिएको हुन्छ अगाडिपट्टि। जस्तै इन्भेस्टमेन्ट अन गभर्मेन्ट सेक्युरिटिज भन्ला, इन्भेस्टमेन्ट मात्रै भनेर पैसा देला, दिन सक्ने भयो नि त। हो, यस्तो हामीलाई इन्भेस्टमेन्टको यहाँ कहीँ पनि छैन। अब एफआईसी भनेको करेन्ट एसेट्स लोन एन्ड एडभान्स। ल, अब करेन्ट एसेट्स लोन एन्ड एडभान्स हामी चढाइदिउँ। करेन्ट एसेट्स भनेको 1 वर्षभन्दा अगाडि नै क्यासमा कन्भर्ट गर्न सकिने सम्पत्ति हो क्या। ल हेरौँ त। डेप्टर हो, सरी ब्याङ्क ब्यालेन्स माथि लगातार आउन है। ब्याङ्क ब्यालेन्स हो कि होइन? ल, ब्याङ्क ब्यालेन्स कति छ? ब्याङ्क ब्यालेन्स 80,000। डेप्टर नि? ल, डेप्टर पनि हो। डेप्टर कति छ? 60,000। डेप्टर 60,000 होइन? डेप्टर 60,000 छ। प्रिपेड इन्सुरेन्स, प्रिपेड भनेको पहिले तिरेको तिमीहरूको सम्पत्ति हो। जस्तै तिमीहरूले मोबाइलमा रिचार्ज गर्छ गर्दैन? प्रिपेड गरे होइन, प्रिपेड रिचार्ज हो होइन? त्यो जबसम्म तिमीहरूले फोन गरेर भ्याउँदैनौ तबसम्म त्यो तिम्रो सम्पत्ति हो कि होइन? त्यसै गरी जबसम्म प्रिपेड इन्सुरेन्स एक्सपायर्ड हुँदैन तबसम्म यो तिम्रो के हो? सम्पत्ति हो। के सम्पत्ति? करेन्ट एसेट्स। प्रिपेड इन्सुरेन्स होइन? कति छ प्रिपेड इन्सुरेन्स? 12,000। क्लोजिङ स्टक पनि सम्पत्ति हो कि होइन? क्लोजिङ स्टक पनि सम्पत्ति। क्लोजिङ स्टक कति छ पुरा? 50,000। क्लोजिङ स्टक 50,000। क्लोजिङ स्टक 50,000। अब अरू केही छ यहाँ चढ्ने? अरू छैन। ब्यालेन्स गरौँ। कति आयो टोटल गरेर त? 12,60,000 आयो। कति? 12,62,000। 12,62,000। ल, यो हाम्रो ब्यालेन्स चाहिँ 12,62,000 आयो। एन्सर पनि त्यति आयो कि होइन? 12,62,000 भनिसकेपछि एसेट्स कोलम हाम्रो मिल्यो। अब थाहा भयो नि त हाम्रो 12,62,000 आउने रहेछ भनेर। हामीलाई छुट्याउनु पनि त सजिलो भयो नि सम्पत्ति होइन र? हो। अब हामी क्यापिटल प्लस लायबिलिटिजको चढाउँ है त। ल, क्यापिटल एन्ड लायबिलिटिज चढाउने बेलामा चाहिँ हामी कुन पोइन्टले याद गर्ने रे? SRSUC। यस भने आर भनेको, यस भने, यु भनेको, सी भनेको। ल,
एस भनेको शेयर क्यापिटल, आर भनेको रिजर्भ एन्ड सरप्लस, एस भनेको सेक्योर्ड लोन, यु भनेको अनसेक्योर्ड लोन, सी भनेको करेन्ट लायबिलिटीज एन्ड प्रोभिजन। ल करेन्ट लायबिलिटिज एन्ड प्रोभिजन। ल एस भनेको के हो अरे शेयर क्यापिटल। शेयर क्यापिटल। ल शेयर क्यापिटलमा हामीलाई धेरै थरी दिँदैन, यही शेयर क्यापिटलै भनेर दिएको छ होइन। यही पैसा चढाउने हो। यो पैसा भनेको चाहिँ हामीले जारी गरेको र पैसा पाइसकेको हो नि त, कि होइन। यसलाई हामी इस्युड एन्ड पेड अफ क्यापिटल भन्ने पनि भयो होइन, हामी शेयर क्यापिटल भन्छौँ भने पनि पायो। हामी चाहिँ यही लेख्थ्यौँ ल, इस्युड एन्ड पेड अफ क्यापिटल। शेयर जारी गरेको पैसा पनि पाइसकेको होइन, यो होइन। अब आर भनेको रिजर्भ एन्ड सरप्लस। रिजर्भ एन्ड सरप्लस। ल रिजर्भहरू के छ हेरौँ त। रिजर्भमा जनरल रिजर्भ छ, एडिसनल इन्फर्मेसनमा पनि जनरल रिजर्भ छ होइन। ल जनरल रिजर्भ, जनरल रिजर्भ। ट्रायल ब्यालेन्सको कति 1,20,000, एडिसनलको कति 20,000, एडिसनलको 20,000 कति आयो 1,40,000 हो। अरू रिजर्भको केही छ र रिजर्भको अरू छैन। अब त्यसपछि अर्को होइन नि, यो पैसा चढाउने है, यसलाई हामी के भन्छौँ त, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टको पैसा। यो पैसा पनि हाम्रो रिजर्भ एन्ड सरप्लसमा बसेको हुन्छ कि 17,000 रुपियाँ। यहाँ हेर न, टोटल हामीसँग पैसा 1,17,000 थियो। 1,17,000मा हामीले बाँडेको कति 1 लाख होइन, अझै हामीसँग 17,000 रुपियाँ बाँकी छैन त पैसा, त्यही पैसा हो कि यो पैसा। कसको पैसा, जसले हाम्रो कम्पनीमा लगानी गरे त्यसको पैसा होइन। अनि त्यो पैसा चाहिँ हामीले खान पाउँछ र देखाउनु परेन, पऱ्यो नि त। दिने जस्तै नेट इन्कमबाट हामीले सेयर के अरे डिभिडेन्ड दिने जतिलाई डिभिडेन्ड दियौँ। जनरल रिजर्भमा सार्ने पैसा जनरल रिजर्भमा सार्यौँ। अब हामीसँग यति पैसा छ भनेको सेयर होल्डरको पैसा, बुझ्यौ। अब यस आर यस यस भने के हो, सेक्योर्ड लोन। सेक्योर्ड लोन भने के हो बुरा, सेक्योर्ड लोन भनेको सेक्योर्ड लोन भनेको चाहिँ धितो राखेर निकालेको ऋण भनेर बुझिन्छ जनरली। ल सेक्योर्ड लोन यहाँ कुनै छ सेक्योर्ड लोन, सेक्योर्ड लोनमा के छ, लङ टर्म लोन। लङ कति छ लङ टर्म लोनको पैसा, लङ टर्म लोनको पैसा 2 लाख रुपियाँ। लङ टर्म लोनको पैसा 2 लाख। अब अर्को के हो, अनसेक्योर्ड लोन। अनसेक्योर्ड लोन दिया छ, देखाइन कि होइन, अनसेक्योर्ड लोनको पैसा देखाइन। अब हाम्रो अर्को के चढ्छ बुरा, एस आर एस यु सी। सी भनेको के हो, करेन्ट लायबिलिटिज एन्ड प्रोभिजन। करेन्ट लायबिलिटिज एन्ड प्रोभिजन भनेको के हो, करेन्ट लायबिलिटिज भनेको 1 वर्षभित्र तिरिसक्नुपर्ने दायित्व कि होइन। ल हेरौँ त के छ यहाँ। ल यसरी गरौँ है, यसरी गरौँ सबै छुट्टिने रहेछ। शेयर क्यापिटल चढिसक्यो होइन, जनरल रिजर्भ चढ्छ, क्रेडिटर करेन्ट लायबिलिटिज हो कि होइन। क्रेडिटर कति छ बुरा, 25,000। नेट प्रॉफिट परेन, माथि भइसक्यो होइन। ओपनिङ रिटेन अर्निङ माथि भइसक्यो, लङ टर्म लोन माथि भइसक्यो। अब यो प्रोपोज डिभिडेन्ड भने नि हामीले लाभांश दिन्छौँ भनेर घोषणा गरे होइन, कहिले दिने, 1 वर्षभित्रै दिइसक्नुपर्छ कि होइन।
ल हेर है प्रोपोज्ड जुन हामीले कम्पनीले डिसिजन गर्छ नि डिभिडेन्ड दिने भनेर त्यो डिभिडेन्ड 1 वर्षभित्र दिइसक्नुपर्छ के काहीँ दिनु हो 1 वर्षभित्र तिरिसक्नु पर्यो हाम्रो पैसा उठ्नु हो भने 1 वर्षभित्र उठाइसक्नु पर्यो ल प्रोपोज डिभिडेन्ड कति छ 80,000 अरु केही छ हाम्रो यहाँ लायबिलिटिजहरु हेरौँ त शेयर क्यापिटल जनरल रिजर्भ क्रेडिटर नेट प्रॉफिट ओपनिङ रिटेन अर्निङ लङ टर्म लोन सबै आइटम चढ्यो हैन प्रोपोज डिभिडेन्ड चढिसक्यो ट्रान्सफर टु जनरल रिजर्भ 20,000 रुपैयाँ चढिसक्यो ल ब्यालेन्स गरौँ त ब्यालेन्स आउँछ आउँदैन ब्यालेन्स आयो भने मिल्यो ब्यालेन्स आएन भने फेरि खोज्नु पर्यो केही छुट्या रहेछ भने ल यति नै आयो त्यति भने त हैन नि फेरि सरले गरे मिलिहाल्छ भनेर ल 12,62,000 आयो ल आयो भने चाहिँ हिसाब मिल्यो ल साथीहरु तपाईहरु पनि यसरी गर्नुस् यदि केही बुझ्नु भएको छैन भने हामीलाई कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला यो तपाईहरुलाई चाहिँ कति नम्बरमा आउँछ कुरा यो 5 नम्बरमा आउँछ यहाँ हेरौँ है 2 नम्बर र 3 नम्बर 2 नम्बर चाहिँ प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टको 3 नम्बर चाहिँ ब्यालेन्स सिटको यति सम्झियो भने हुन्छ एफआईसी एसआरएस यूसी ल सबै एक दिन शुभ रहोस् बाइ